सिंहदरबार त जलाइयो, केपी ओलीको घर जलाइयो, शेरबहादुर देउवालाई पिटपाट गरियो भने त को होस्, तँलाई सिद्ध्याइदिन्छु भनेर आउँछ। मजाको छ। पहिले नै केपी ओलीलाई समाउनु पर्छ, थुन्नु पर्छ, मुद्दा लाउनु पर्छ, जकाउनु पर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। गृहमन्त्रीले विभिन्न व्यक्तिहरू बोलाएर फलाना फलानाका विरुद्ध उजुरी ल्याऊ, निवेदन हाल भनेर माग गर्नुभएको छ। उनीहरूले निवेदन दिएका छन्, निवेदन आयो, प्रेसर आयो भनेर उहाँहरूले कारबाही गर्न दबाब दिइरहनु भएको छ। यो दुनियाँमा लुक्या छ कतै? लेख्नुहोस्, बुझाउनुहोस्, फैसला गर्नुहोस्। एमालेलाई मान्ने छैन, नेपाली जनतालाई मान्ने हुँदैन, मान्दैनौँ हामी। गर्नुहोस् के गर्नुहुन्छ। संविधान सम्मत छैन, कानुनी राजतर्फ छैन, राज्य आतंक सृजना गर्न खोजेको छ र चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर कसैलाई भ्रम पर्नु हुँदैन। अहिलेको सरकार यो संविधान सम्मतै छैन। यो सरकार, म भन्न चाहन्छु, सम्पत्ति छानबिन गर्ने अरे। एकपल्ट होइन 10 पल्ट गरेर सम्पत्ति छानबिन। म सोध्न चाहन्छु मन्त्रीजीहरू, तपाईँहरूको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ आफ्नै सम्पत्ति छानबिन गराउने? सिंहदरबार त जलाइयो, केपी ओलीको घर जलाइयो, शेरबहादुर देउवालाई पिटपाट गरियो भने त को होस्, तँलाई सिद्ध्याइदिन्छु भनेर आउँछ। वाह, यसैका लागि ल्याएको हो डेमोक्रेसी, यसैका लागि उहाँहरूले भनेको डेमोक्रेसी। के ल्याएको यो? अराजकता यस देशमा स्थायी हुन सक्दैन। अराजकताको बाटोमा देश जान सक्दैन। लोकतन्त्रको बाटोमा, संविधानको बाटोमा, कानुनको बाटोमा, कानुनी राजको बाटोमा यस देशलाई फर्काइन्छ। हाम्रो सङ्कल्प थियो। नेपालका जेनजी लगायत सम्पूर्ण युवाहरूको, सम्पूर्ण नयाँ पिँढीको उद्देश्य यो देशमा शान्ति सुव्यवस्था कायम हुनुपर्छ भन्ने हो। शान्ति सुव्यवस्था कायम गरेर छोडिनेछ। जेनजी लगायत सम्पूर्ण युवाहरूको, नयाँ पिँढीको भावना यस देशमा कानुनी राज हुनुपर्दछ, सुशासन हुनुपर्दछ, भ्रष्टाचार नियन्त्रण हुनुपर्दछ भन्ने हो। म भन्न चाहन्छु, सम्पत्ति छानबिन गर्ने अरे। एकपल्ट होइन 10 पल्ट गरेर सम्पत्ति छानबिन। म सोध्न चाहन्छु मन्त्रीजीहरू, तपाईँहरूको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ आफ्नै सम्पत्ति छानबिन गराउने? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने त गराउनु होला। मजाको छ। पहिले नै केपी ओलीलाई समाउनु पर्छ, थुन्नु पर्छ, मुद्दा लाउनु पर्छ, जकाउनु पर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। ड्रामा। पहिले नै केपी ओली समाउनु पर्छ, थुन्नु पर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने, अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढे भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर, तर बुझ्नुहोस् तपाईँहरू, नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन। किन पनि मन्जुर छैन भने गम्भीर प्रश्नहरू उहाँहरूका पूर्ववर्ती अभिव्यक्तिहरू आयोगमा राखिन भन्दा अगाडि, आयोगमा बस्न भन्दा अगाडिका अभिव्यक्तिहरू, ती अभिव्यक्तिहरूको प्रश्न उठिसकेपछि, सप्रमाण मानिसले ल्याइसकेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो। एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन सक्छ? विरोधीबाट उहाँहरू निष्पक्ष भइसक्नुभयो। के गर्नुभयो? गङ्गा जलले नुहाउनुभयो, बागमतीको पानीले नुहाउनुभयो, गहुँत खानुभयो, के गर्नुभयो? सुनपानी छर्किनुभयो? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो त्यो बताउनु पर्यो। बोल्नुभयो त उहाँहरू? हामी निष्पक्ष छौँ भन्न सक्नुभयो? लुसु लुसु अगाडि बढ्नुभएको छ। बढ्नुहोस्, तपाईँहरूको प्रतिवेदन लेख्नुहोस्, बुझाउनुहोस्, फैसला गर्नुहोस्।
एमालेलाई मान्ने छैन नेपाली जनता।